यदि कुनै व्यक्तिले तपाईलाई सडकको सफाई गर्ने काम दियो भने तपाईले त्यसलाई माइकल एन्जेलोले तस्बिर बनाए जस्तै, बिथोवनले सङ्गीतको रचना गरे जस्तै वा शेक्सपियरले कविता रचे जस्तै किसिमबाट सडक बढार्नुपर्छ। तपाईले सडक सफा पारेर बढार्नुपर्छ, जसलाई देखेर धरती र स्वर्गका सबै प्राणी त्यही रोकिउन् र भनुन्, यहाँ एकजना सडक सफा गर्ने महान मानिस बस्ने गर्थ्यो, जसले आफ्नो काम धेरै राम्रोसँग गर्ने गर्थ्यो। त्यसैले तपाईँ पनि पूर्णताका साथ होइन, बरु उत्कृष्टताका साथ आफ्नो काममा लाग्नुहोस्।